जस्तै रजसला भएको बेलामा बोल्न नहुने भन्ने छ हैन। मैले खासै रजसला भएको नभएको त म भेटाइनँ शास्त्रमा हैन, कता कता के लेखेको छ त्यो मैले भेटाइनँ। एउटा एकादशी व्रतमा रजसला भएकाले छोएको त के हेरेको पनि अन्न ग्रहण नगर्ने भनेर त्यो चाहिँ लेखेको भेटाएँ। नभए त रजसला भएको, रजसला नभइकन कसरी मानवको उत्पत्ति हुन्छ? त्यो त एउटा फुल फुलेको त्यति साह्रो घृणा गर्नुपर्ने त होइन। मैले अहिले कतैबाट किनेर ल्याएर त्यहाँ सेट गरेको पनि होइन, त्यो एउटा प्रकृतिले लिएको कुरा हो। र पहिला पहिला जस्तै पुरुषहरू फेरि उमेरको माता त्यति उहाँहरूले घृणा गर्नुहुन्न, घिन मान्नुहुन्न अरे। अलि 35-40 भएपछि रजसला भएकालाई अलि घृणा गर्नुहुन्छ अरे। अब नभए त पहिला पहिला उमेर अन्जाने एउटै बिस्तारा रजसलासित भएकासित नि अलि बुढो भएपछि, अलि उमेर गएपछि फेरि त्यही घृणा। यो एउटा अचम्मको कुरा पनि हो। र रजसला भएको बेलामा हामी केटा मान्छेले आमाहरूको दुध खाँदैनौँ भनेर दुध नखाइ त बस्नु भएन हैन। जन्मिँदा त 1 महिनाको 1.5 महिनाको बच्चाहरूले भात त खानु भएन, दुध नै खानु भयो। मिन्स भएको त्यति बेला त रजसला भयो कि त्यो जम्मै रातै हुँदैछ। जन्मदा पनि त पुरै बिल्डिङ हुन्छ नि आमा चाहिँ हैन, पुरै बिल्डिङले भिज्या हुन्छ, खुनले भिज्या हुन्छ। तब फेरि त्यति बेला नि दुध खुवाउँछन्। नखाउनु पर्ने नि त आमाको दुध। सबै बिल्डिङ छ, यो बच्चालाई दुध नखाउनु भन्न पर्ने नि। फेरि एउटा सबै सोच बदल्नुहोस्। जन्मिँदा नि बिल्डिङै हुन्छ, कसको शरीरमा रगत हुन्न र? खुन त हुन्छ नि सबैको शरीरमा। एउटा पूजा गर्ने बेलामा नछुने पूजा गरेलाई